साथीहरू, आज चाहिँ म तपाईँलाई एउटा कथा सुनाउन गइरहेको छु। अनि त्यो कथा चाहिँ अब इन्ट्रेस्टिङ छ। सुन्नुहोस् होला, ध्यान दिएर सुन्नुहोस्, मजा आउँछ। त्यो फेरि बिच्चामा छोड्नुभयो भने मजा आउँदैन। अन्तिमसम्म सुन्नु होला। कथा चाहिँ म अब सुरु गर्छु। एका देशमा एउटा गाउँमा चाहिँ आमा छोरा बस्नुहुने थियो। अब धेरै गरिब आमा छोरा थिए होइन। अब त्यस्तो अवस्थामा बुवा थिएन। बुवा पहिले नै बितिसकेको हुन्थ्यो होइन। अब कोही पनि नभएको कारणले आमा छोरा मात्र बस्ने गर्नुहुन्थ्यो। अनि आमा चाहिँ एकदम दुःख मजदुरी गरेर छोरालाई राम्रो शिक्षा दिन कोसिस गरिराख्नु भएको थियो होइन। अनि घरमा खानेकुरा हुँदैन थियो। त्यस्तो अवस्थामा पनि आमाले नखाई नखाई त्यो आमाले चाहिँ छोरालाई चाहिँ जेस कति सक्नुहुन्छ खुवाउनुहुन्थ्यो। अनि के गरेको थियो भने गरिब भए पनि अब उहाँको सानो औँठी थियो। अनि छोरालाई भन्नुहुन्थ्यो कि आमाले, हेर छोरा, म केही गरी बितिहालेँ मरेँ भने चाहिँ मेरो हातको यो औँठी छ। यो औँठी चाहिँ बेचेर यसो तैँले गुजारा गर्नु, केही राम्रो गर्नु होइन। यो औँठी तँलाई काम लाग्छ है भनेर चाहिँ आमाले भन्नुभएको रहेछ क्या त्यो छोरालाई। अनि आमालाई छोरालाई त्यति माया गर्ने क्या अब होइन। अब त्यो अब जस यो सुन चाहिँ अब कुनै बेला पनि काम लाग्छ मेरो छोराको लागि भनेर अब राखिदिनु भएको भनेर होइन। अब त्यस्तो थियो। अनि अब छोरा स्कुल जाने, आमा मजदुरी गर्ने। अब त्यो बेलामा पैसाहरू पनि हुँदैन थियो अहिलेको जस्तो। पैसा हुँदैन थियो, एकदम पैसा कमाउन गाह्रो थियो नि त। अब होइन, धेरै अर्काकोमा मजदुरी गर्ने, अर्काको घरमा अब होइन, अब नोकरको काम गर्यो र होइन त्यसरी अब उहाँले जीविका चलाइराख्नु भएको थियो, छोरालाई पढाइराख्नु भएको थियो। अनि अलिक खन्की राम्रो नपुगेर होला होइन, अब आमा अलिक बिमारी बिमारी पनि हुनुहुन्थ्यो रहेछ। अनि त्यस्तो अवस्थामा अनि छोरा स्कुल जाने, तर छोराको स्कुलको फिस राम्रोसँग तिर्न सक्नु भएको रहेछ। अनि के भएछ नि, अब छोराको एक्जाम आउन आँटेछ। स्कुलले छोरालाई अब हेर केटो, फिस तिर, नभए चाहिँ फिस नतिरिकन चाहिँ तिमीले एक्जाम दिन पाउँदैनौ भनेछ। अनि अब छोरा दौडिँदै 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 घर गएछ। मम्मी 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 भनेर। अनि आमाले चाहिँ के भयो, किन के भयो छोरा, किन यस्तो अत्तालिएको भनेर भनेछ। अनि छोराले भनेछ आमालाई, आमा, मेरो स्कुलले एक्जाम दिनु छ भने चाहिँ अब त्यो फिस तिर, नभए चाहिँ एक्जाम दिन पाउँदैन भनेर भनेछ। अनि छोरा अनि त्यो भनेको चाहिँ ल कुर न त, एक हप्ता 10-12 दिन कुर न, म यसो कोसिस गर्छु के गर्न सक्छु भनेछ। त टेन्सन नलि, म छु नि। तर आमा हुँदा हुँदै जिउँदो हुँदा हुँदै त किन टेन्सन लिन्छस् भनेर भन्नुहुनेछ आमाले होइन, भन्नुभएछ। अनि छोरा पनि जाने होइन, स्कुल जाँदै थियो, यताउति थियो। अनि त्यस्तो अवस्थामा अनि धेरै भएछ। अनि 10-12 दिन पछि चाहिँ के भएछ भने, अनि आमा त बिमारी। अब त्यो एकदम तनाव भयो नि त। अब छोराको फिस दिन पाएको छैन, एक्जाम कसरी पास गर्ने, अब छोराले एक्जाम कसरी दिन्छ भनेर अब आमालाई चिन्ता भएछ। त्यसो हुँदा 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 आमा त पुरा रोगी हुनुभएछ, सिकिस्तै हुनुभएछ क्या। अनि सिकिस्त भएर चाहिँ अब सुत्नु भएछ। अनि सुत्दाखेरि अब छोरा आउने होइन, आमालाई हेर्ने होइन, अब टेन्सन होइन, अब के गर्ने। अनि यस्तो हुँदा हुँदै हुँदै एक दिन त आमा बित्नु भएछ। अनि आमा बितेपछि त अब के गर्नु त होइन, आमा बितिगयो। अब छोराको त बिचल्ली भयो नि त होइन, आमा बित्नुभयो। अनि बितेपछि अब त्यही त हो, अब त्यो अब छोरा स्कुल गएको थियो, स्कुलबाट आउँदाखेरि आमा घरमा, छोरा घरमा आउँदाखेरि त घरमा त पुरा मान्छे छ। अनि के भयो भनेर छोरा घरमा सुरुरुरु जाँदाखेरि चाहिँ अनि आमा बित्नु भएको रहेछ। अनि त्यसपछि अब छोरा आउँदा खोइ 3-4 बजेको थियो होला होइन, 3-4 बजेको थियो होला। त्यस्तो अवस्थामा अनि अब ल, अब छोरा आएपछि अनि आमालाई उठाएर अब उहाँको लासलाई अब गाड्नलाई लगेछ जङ्गलमा, नजिक होइन, अब जङ्गल नजिकै। अनि जङ्गलमा लाँदाखेरि चाहिँ अनि जङ्गल लानुभएछ। जङ्गल लगेपछि चाहिँ अनि सबैले अनि अब आमालाई होइन अब खनेर गाड्यो। अनि गाडेर यताउति गर्दाखेरि घर आउँदाखेरि त्यस्तै 10, 11, 12 बजेछ होइन। अब गएको जाँदा यताउति गर्दाखेरि 10-11 बजेछ। अनि सबैजना घर फर्क्यो होइन। अब गाउँलेहरूले पनि भन्यो, ल टेन्सन नलि, चिन्ता नलि, आमा बित्यो भन्यो। कसैले कसैले टुरो भयो भनेर भन्यो होइन। अनि
त्यस्तो भन्यो अनि सबैजना आफ्नो आफ्नो घर लागेछन्। अब केटो त अब छोरा चाहिँ घरमा बसिरहेको थियो। अनि अनि ठक्क उसलाई फिसको कुरा याद आएछ। ल अब 2-3 दिनपछि त एक्जाम। अब स्कुलमा सरले फिस फिस लिएर आइज भनेको थियो, फी लिएर आइज भनेको थियो। जसँग सम्झेछ त्यो कुन कुरा सम्झेछ भने त्यो आमाले चाहिँ मलाई म मरिहालेँ भने चाहिँ यो औँठी चाहिँ तँलाई होइन दुःखमा काम लाग्छ, यो औँठी चाहिँ निकालेर राख्नु है तैँले सम्हालेर भनेर भनेको कुरा याद आएछ। अनि सम्झेर अनि टक्क छोरा गयो। त्यो सम्झेपछि त अब आमा त गाडिसक्यो, अब निकाल्नु पर्यो। अनि त्यस्तै अनि गयो अनि त्यस्तै 11-12 बजेको थियो, के अरे 12हरू बज्न आँटेको थियो भनौँ न, 11-12 बज्न आँटेको थियो। अनि कुटु कोदालो लिएर गएछ। अनि पुरा खनेछ होइन। अब आमालाई जहाँ गाडेको थियो पुरा खनेछ 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 खनेछ। खन्दा 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 अनि अब त्यो आमाको अनि यसो हेर्दा यसो खटखट खट कोट्याउँदाखेरि चाहिँ आमाको औँला भेटेछ, त्यो यसो हात भेटेछ। अनि हात भेटिसकेपछि चाहिँ तपाईँको हातमा अनि त्यो औँठी भेटायो। अनि औँठी त अब निकाल्नु पर्यो। औँठी निकाल्न सकेन, किनभने अब बित्नु भएको आमा अब कति घन्टा भइसकेको होइन। लास उहाँको लास चाहिँ तपाईँको अलिक मोटो अब सुन्निएर अब औँठी त निक्लेन। अनि जति निकाल्न नसकेपछि छोराले अनि यसो त्यो आफ्नो कोदाले चट्टै काटेर औँला काटेर अनि त्यो औँठी निकालेछन्। अनि औँठी निकालेपछि अनि त्यस औँठी भेटिगयो। अनि औँठी भेटिसकेपछि चाहिँ औँठी के अरे अनि लास पुर्नु पर्यो। अनि आमाको लास पुरेछ। अनि ठक 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 अनि पुर्दा ओर्दाखेरि त्यही 12हरू बजिहाल्यो होइन। टक्क पुरेर यस्तो हेर्दा त अब यसो हेरेर यसो उठेर हेर्दा त आमा त बाहिर छन् होइन। आमा त बाहिर देख्छ, भर्खर गाडेको आमालाई त होइन पुरेको। अनि आमा बाहिर देखेपछि चाहिँ अनि खुसी भयो। आमा देखेर त कस्तो खुसी भयो नि त, बच्चा त हो होइन। खुसी भयो। अनि के भयो भने अनि खुसी भएपछि त दौडेर गएर आमालाई अँगालो मार्यो। अनि रुँदै रुँदै अनि आमालाई भनेछ, अनि आमा तपाईँ किन यसरी मर्नुभएको, किन मर्नुभएको होइन। अब तपाईँ नभएर म एक्लो भएँ, टुरा भएँ, तपाईँ आउनुभयो देखेँ खुसी लाग्यो, ए ल जाउँ घर भनेर भनेछ क्या। अनि आमा पनि अँगालो मारेर रुँदै होइन भन्नुभएछ, होइन म छँदै तेरो माया लाग्यो नि त छोरा भनेर भनेछ। अनि ल ल भनेर अनि आमा छोराको कुरा भएपछि ल हिँडौँ जाउँ भनेर अनि छोराले आमाको हात समातेर तान्दाखेरि त आमाको औँला छैन होइन। अब त्यो औँठी लाउने औँलै छैन। अनि त्यो देखेर त छोराले अनि ल आमा यो औँला के भयो, तपाईँको औँलै छैन त, कसले